गाइजो चाहिँ खोलाको माछा हो। यो छत्ते र भ्याउरे खोला भन्ने हाम्रो नुवाकोट जिल्लाको हिजोबेलुका हामीले चाहिँ यसलाई दुवाले थुनेर र जाल हानेर मारेर ल्याएको। यसमा चाहिँ विभिन्न प्रकारका माछाहरू रहेका छन्। यसलाई अब मैले सबैको पेट भुँडी निकालेँ, भित्रको भुँडी निकालेर अब यसको मजाले पखालेर यसलाई पकाउन लागिरहेको छु। ल मैले चाहिँ यसलाई राम्रोसँग पखालिसकेँ। यो चाहिँ एकदम लोकल माछा हो गाउँको। यो चाहिँ हामीले बजारमा किनेर खाएको माछाभन्दा बिल्कुलै फरक स्वादको हुने गर्दछ। यो माछा बजारमा किनेर खान पाइँदैन। अब यो माछालाई मैले अमिलो हालेर नफाडियोस् भन्नको लागि अमिलो हालेर मोल्न लागिरहेको छु। यो माछा र गँगटा, यो पनि खोलाको गँगटा हो। ल अब यस माछा चाहिँ यो लोकल माछा, गाउँको लोकल माछा चाहिँ अब पकाउनको लागि तयार गर्दैछु।